भूमिराज र मसानी देवताको महिमा अपरम्पार छ र यो पौराणिक र वैदिक कालदेखि र स्वयं हिमालय पर्वतले आफ्नी पुत्री हिमालय शैलपुत्रीको विवाह भइसकेपछि र आफूले खोज्दै जाँदा भगवान शङ्करले पार्वतीलाई आफ्नै साथमा लिएर अलप भएको अवस्थामा र केही दिनका लागि स्वयं विश्वनाथ बनारसमा गएर बसेको प्रसङ्ग आउँछ र त्यो प्रसङ्गसँगै बनारससँग जोडिएको यस शैलेश्वर धामको महिमालाई हेर्ने हो भने स्वयं माता पार्वतीले अर्थात् यो यहाँ मेरो बुवाले स्थापित गरेको अर्थात् शैलराज हिमालयले स्थापित गरेको पञ्चलिङ्ग र यो ज्योतिर्लिङ्ग स्वरूपमा नै यहाँ स्थापित गरेर यहाँबाट शिवगणहरूले तपाईँका छोरी जुवाइँहरू अर्थात् भगवान श्री भोलेनाथ र स्वयं माता पार्वती विश्वनाथमा विराजित हुनुभएको छ भन्ने कुरा खबर पाएको क्षेत्र यो हो र हिमालय पर्वतबाट सिधै आउँदाखेरि र मानसरोवरबाट सिधै आउँदाखेरि खबर पाएको क्षेत्र यो